हर्क साम्पाङको बारेमा लेखिएको हर्कवाद भन्ने किताबमा छुटाउनै नहुने केही कुराहरू छुटेका रहेछन् कि। जस्तै नक्कली माओवादी बनेर पैसा कसरी लुट्ने होइन, अनि त्यसै गरी चाहिँ क्रिस्चियन बनिसकेपछि चाहिँ चर्चबाट कसरी चामलको बोराहरू पाइन्छ भनेर त्यसबारेमा उल्लेख छैन है। अनि त्यसै गरी चाहिँ चन्दा उठाएर चाहिँ खसीको मासु चाहिँ कसरी खाने भन्ने कुराहरू पनि समावेश छैन। त्यसपछि चाहिँ समाजमा जातीय विभाजन ल्याएर होइन, जातीय घृणा फैलाएर त्यसको फाइदा कसरी उठाउने भन्ने बारेमा पनि केही उल्लेख भएको छैन। अनि त्यसै गरी चाहिँ सरकारले गरेका राम्रा कामहरूको बारेमा दुष्प्रचारहरू गरेर नराम्रा प्रचारबाजीहरू गरेर अनि त्यसबाट चाहिँ कसरी फाइदा लिने भन्ने कुराहरू पनि लेखेका छैन है। यस्ता धेरै कुराहरू छुटेका रहेछन्। यी कुराहरू पनि समेटेर लेख्दाखेरि चाहिँ उनको चाहिँ जीवनी, उनले गरेका समाजका योगदानहरू प्रष्ट झल्किने थिए के। राम्रोसँग चाहिँ उनले गरेका योगदानहरू मेन योगदानहरू छुटेपछि अब चाहिँ उनको बारेमा लेखिएको किताबको त अर्थ भएन नि त। त्यही भएर यी कुराहरू पनि ट्याक्क चाहिँ समावेश गरेर लेख्नुपर्ने थियो होइन। अझै पनि त्यसलाई चाहिँ परिमार्जन गरेर समावेश गरेर चाहिँ प्रकाशन गर्दा झन् राम्रो होला भन्ने मेरो एउटा धारणा हो।